नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार दिनभर कपिलवस्तुमा व्यस्त रहनुभयो। शुक्रबार बिहान 5 बजे कपिलवस्तुको जेतपुरमा मर्निङ वाकसहित पैदल यात्रामा हिँड्नुभएका प्रचण्ड कपिलवस्तुका विभिन्न ठाउँमा पुगेर सम्बोधन गर्नुभयो। मर्निङ वाक पश्चात पुष्पकमल दाहाल प्रचण्ड शुद्धोदन गाउँपालिकामा आयोजना गरिएको एक विद्यालयमा रहेको कार्यक्रममा पुग्नुभयो। त्यसपश्चात मायादेवी गाउँपालिकाको पकडीमा रहेको कार्यक्रममा पुग्नुभयो। त्यसपश्चात कपिलवस्तुको तौली हवा सँगै तिलौराकोट आसपासमा अवलोकन गर्नुभयो। दिउँसो 1 बजे प्रचण्ड कपिलवस्तुको कृष्णनगरमा रहेको बहादुरगञ्ज स्थित एक कार्यक्रममा सहभागी हुन पुग्नुभयो। बहादुरगञ्जमा आयोजना भएको कार्यक्रममा प्रचण्डले लामो समय सम्बोधन गर्नुभयो। यति मात्र होइन, विभिन्न पार्टीबाट परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूलाई पनि स्वागत गर्नुभयो। सम्बोधनको सुरुवातमा प्रचण्डले माओवादीको अभियानको बारेमा जानकारी गराउनुभयो भने त्यसपश्चात अहिलेको सरकारको अवस्था र सरकार गठन लगायतको विषयमा सम्बोधन गर्नुभयो। मार्ग केन्द्रित नै किन गर्यौं, म थोरै यो बारे तपाईहरुलाई जानकारी गराउन चाहन्छु। लामो समयदेखि हुलाकी मार्ग निर्माणको प्रक्रिया अवरुद्ध थियो। मैले 73 मा दोस्रो पटक नेपाल सरकारको प्रधानमन्त्री हुँदा भारत भ्रमणमा गएको बेलामा हुलाकी मार्ग निर्माणको काम रोकिएको बारे गम्भीर ढंगले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग कुरा गरेको थिए र पहिलेको समझदारी अनुसार भारत सरकारले यो निर्माण प्रक्रियामा सहयोग गर्ने कुरा के हो भन्ने कुरा गरेपछि मोदीजीले त्यसलाई अगाडि बढाउने हो, तपाई नेपाल फर्केर हुलाकी मार्ग निर्माण प्रक्रिया सुरु गर्नुहोस् भनेपछि मैले त्यहाँबाट भारतबाट फेरि देश फर्केपछि सिराहा जिल्लाको बरियारपट्टी भन्ने ठाउँमा गएर हुलाकी मार्गको शिलान्यास सुरु गरेको थिएँ र त्यहाँबाट यहाँसम्म आउँदा हुलाकी मार्गको धेरै भाग निर्माण भइसकेको छ, भइरहेको छ। कयौं पुलहरू र कतिपय ठाउँहरूमा अझै हुलाकी मार्ग निर्माण हुन बाँकी छ। हामीले यसलाई कञ्चनपुरसम्म पुग्दा एउटा नयाँ संश्लेषण, एउटा नयाँ विश्लेषण, एउटा आर्थिक समृद्धिको नयाँ अभियान, सांस्कृतिक रूपान्तरणको नयाँ अभियानको रूप यसले लिनेछ भन्ने मैले महसुस गरेको छु र तपाईहरु सबैलाई पनि विशेष धन्यवाद भन्न चाहन्छु। सरकारको नेतृत्व गर्दै गर्दा भ्रष्टाचारका विरुद्ध एउटा नयाँ लडाई सरकारबाटै छेडेको थिए। तपाईहरुले देखिराख्नु भएको छ के राजनीतिक दलका नेताहरू जो भ्रष्टाचारमा डुबेका छन् उनीहरूलाई कानुनको दायरामा ल्याउने र कारबाहीको प्रक्रियामा लैजाने काम गरिएको थियो। भूमाफियाहरू जसले राज्यको जमिन व्यक्तिको नाममा बनाएर करोडौं र अरबौं लुट्न पल्केकाहरूलाई जग्गा फिर्ता गर्न बाध्य पारिएको थियो। जनताको जग्गा जनतालाई फिर्ता गर्ने, राज्यको जग्गा राज्यलाई फिर्ता गर्ने प्रक्रियाको सुरुवात गरिएको थियो। तपाईहरुलाई यो पनि थाहा छ, दलाल र बिचौलियाहरूले रातारात करोडौं र अरबौं कमाउने सेटिङ गर्ने, मन्त्री प्रधानमन्त्रीहरूलाई किन्ने खरिद गर्ने जो सेटिङ थियो, मैले त्यो सेटिङ भत्काउनको लागि लडाई लडे र धेरै सेटिङहरू भत्किए पनि। र त्यसपछि हामीले सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा, तपाईहरुलाई यो कुरा सायद सम्झना होला, मैले प्रचण्डलाई कपिलवस्तुको यो न्यानो स्वागतसँगै विभिन्न पार्टी परित्याग गर्नेलाई पनि स्वागत प्रचण्डले गरिरहनु भएको थियो। नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य रहिस शाह प्रवेश गर्नुभयो। यस्तै पूर्व सांसद इलियास मुसलमान पनि नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभयो। यी नामहरू हजारौं रहेका थिए।